सो हेलो गाइस, म एयरपोर्टमा आएको हैन। आज मफाई भाइ विदेश गयो अस्ट्रेलिया, उनलाई छोड्न आदि। अनि एयरपोर्टमा बहुत भिड छ है। यस्तो छ एयरपोर्टमा अवस्था, एभ्री टाइम यस्तै नै हुन्छ क्या। आज अलि प्याक छैन, आज। अनि अब यस्तै छ नेपालमा चाहिँ है। +2 सकाउने विदेश गयो, ढिला गर्नु भएन हैन। सरकारी कलेज जोइन गर्ने, अब नेपालमै पढ्ने हो, अब टपरै हो, अब डक्टर इन्जिनियरै बन्ने हो भने के भन्न सकिन्न हैन। पढ्ने ह्याबिटै छ भने त फेरि मतलब यो होइन कि पढ्न नसक्नेहरू चाहिँ जाऊ भन्नु खोजेको चाहिँ होइन कि, त्यस्तै नै छ क्या। एउटा त नेपालको करप्ट सिस्टम हैन, त्यसैमाथि एकदम टाइम लाग्ने ठाउँ। अनि जहाँसम्म लाग्छ मैले भन्नु पर्दैन हैन। अनि यस्तै छ नेपालमा चाहिँ है। के गर्ने त भन्दाखेरि +2 सकाउने, सकेसम्म चाँडो हिँड्ने है। ब्याचलर सकाएर जानेहरू पनि इच्छा व्यक्त गर्न मिल्यो हैन। तर के छ भन्दाखेरि म आफै पनि टियु एफिलिएटेड कलेजमा स्टडी गरेर हो हैन। अनि 4 वर्षको ब्याचलर सकाउन अलमोस्ट 5 वर्ष त हुनै लाग्यो एउटा त हैन। अब ब्याक देऊ, यो देऊ, त्यो देऊ, फेरि के हैन। दायाँ बायाँ गर्दा जहाँसम्म लाग्छ यो 6-7 वर्ष 8 वर्ष लगाउँछ नि हैन, लगाउँछ नि। अनि बरु त्योभन्दा अगाडि नै आनन्द फेरि मैले के गरेँ भने मैले फेरि प्राइभेट कलेज जोइन गरेँ एउटा त हैन। सरकारी जोइन गर्नुपर्ने छ, मलाई होस् भएन है। एउटा त आफैले रिसर्च गरेँ नै, स्टडी गरेँ हैन। अनि विदेश ट्राई नगरेको नि होइन मैले हैन, ट्राई गरेको। तर के भयो भन्दाखेरि आफूलाई त्यो टाइममा सजेस्ट गर्ने मान्छे, रिकमेन्ड गर्ने मान्छे भएन क्या है। अनि आफू पछिको भाइ बहिनीहरू गएपछि चाहिँ ए ल जानुपर्ने रहेछ भन्ने कुरा थाहा भयो होइन। तर पनि म सेकेन्ड इयर रनिङ थिएँ, फर्स्ट इयर मेरो कटिसिया थियो, सेकेन्ड इयर रनिङ थिएँ। अनि बाहिर ट्राई गरेको पनि हो होइन। अनि कति ठाउँमा चाहिँ के समस्या रहेछ भन्दाखेरि जिपिएको समस्या रहेछ क्या होइन। युरोप मैले म्याक्सिमम् कन्ट्रीहरू हेरेको, स्टुडेन्टमा मिलेन काहीँ पनि होइन। अनि अब ठिकै छ, अब ट्राई गरेको धेरैवटा मिस्टेकहरू, इररहरू भयो क्या, नगरेको होइन गरेको। अनि मिलेन मेरो बाहिर जान होइन। अनि मेरो साथीहरू भाइ बहिनीहरू को छ, तिमीहरू चाहिँ जाओ ल, टाइम हुँदै जाओ, नेपालमा अड्केर काम छैन है। अब म पार्किङमा आइपुगेँ। आज मफाई भाइ पनि गयो होइन। हामीले धेरै अगाडिदेखि, हामी लकडाउन बेलादेखि होला सायद फ्री फायर गेममा चिनेको थियो। ओ माइ गड, चिनेको थियो। अनि त्यहाँबाट दाजुभाइ भइहाल्यो होइन, ऊ विराटनगरको। अनि अब छोड्न आउनै पऱ्यो भाइलाई होइन। म अलिकति आउनु ढिला भयो, फेरि उसको चाँडै नै भित्र छिरायो, आउन ढिला भयो। म पार्किङमा आइपुगेँ। मेरो बाइक मैले कहाँ राखेँ हेर्दैछु म होइन। मेरो बाइक मैले कहाँ राखेँ म हेर्दैछु, सायद अगाडि छ। अनि अहिले कति बज्यो भन्दाखेरि पाउने 9 भइसक्यो। यस मेरो बाइक, म निक्लिन्छु है त। लास्ट के भन्न चाहन्छु भने केही मिराकल भएर नेपालमा राम्रो भएछ, नभए विदेश जाओ ल है। खाडी नै भयो नि जाओ। ओके बाई।